कागती पानी चिया अर्थात् लेमन टी हाम्रो दैनिक जीवनमा धेरै फाइदाजनक पेय हो। यो स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि निकै उपयोगी हुन्छ। सबैभन्दा पहिले कागती पानी चियाले हाम्रो पाचन प्रणाली सुधार गर्छ, खाना राम्रोसँग पचाउन मद्दत गर्छ र पेट फुल्ने, अपच हुने जस्ता समस्यालाई कम गर्छ। दोस्रो, यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। कागतीमा पाइने भिटामिन सीले सर्दी, खोकी र रुगा लाग्नबाट बचाउन मद्दत गर्छ। तेस्रो, लेमन टी वजन घटाउन चाहनेहरूका लागि पनि राम्रो हुन्छ। यसले शरीरको बोसो घटाउन सहयोग गर्छ र मेटाबोलिजम बढाउँछ। चौथो, यसले शरीरलाई डिटक्स गर्न मद्दत गर्छ। शरीरभित्रको फोहोर पदार्थ बाहिर निकाल्न सहयोग गर्छ, जसले छाला पनि सफा र चम्किलो बनाउँछ। पाँचौं, कागती पानी चिया पिउँदा मन पनि ताजा हुन्छ। यसले थकान कम गर्छ र दिनभरि ऊर्जावान बनाउँछ। अब कुरा गरौँ कागती पानी चिया कहिले पिउने। बिहान खाली पेट पिउँदा धेरै फाइदा हुन्छ। यसले दिनभरि शरीरलाई सक्रिय बनाउँछ। खाना खाइसकेपछि पनि पिउन सकिन्छ, जसले पाचनमा सहयोग गर्छ। तर ध्यान दिनुपर्ने कुरा पनि छन्। धेरै अमिलो भएकोले अत्यधिक सेवन गर्दा पेट दुख्न सक्छ वा एसिडिटी बढ्न सक्छ। त्यसैले सन्तुलनमा पिउनु राम्रो हुन्छ। अन्त्यमा, सानो बानीले ठूलो परिवर्तन ल्याउन सक्छ। दैनिक जीवनमा कागती पानी चिया समावेश गरौँ र स्वस्थ रहौँ।